नमस्ते। आज तपाईहरुको अगाडि मैले एउटा नयाँ ट्रेन्डी रेसिपी लिएर आएको छु। आशा गर्छु तपाईहरुलाई मन पर्छ होला। यो रेसिपी चाहिँ एकदम नानीदेखि लिएर ठुलो मान्छे सबैलाई मनपर्ने रेसिपी हो। मलाई पनि साह्रै मन पर्यो है। अन्त मैले चाहिँ आफै ट्राई गरेँ पहिला हैन। त्यहाँदेखि अन्त यो ट्राई गरेर चाहिँ एकदमै मिठो लाग्यो मलाई चाहिँ, र तपाईहरुलाई पनि मैले शेयर गर्नु मन पर्यो। अन्त यसरी बनाइरहेको छु है। मैले नुडल्स ल्याएँ। नुडल्स चाहिँ पानीमा बोइल गरेँ, नुन र अलिकति तेल लगाएर बोइल गरेर चाहिँ त्यसलाई निकालेर चाहिँ अन्त त्यसलाई अब ड्रेन गरेर राखेँ साइडमा। अन्त त्यहाँदेखि तेल अलिकति लगाएर राखेँ, त्यो चाहिँ अब स्टिकी नहोस् भनेर। अनि चिकन किमा गरेँ मैले आफै घरमा हैन। अन्त चिकन किमामा चाहिँ मैले पहिला अलिकति तेल लगाएर चाहिँ पहिला चिकनलाई चाहिँ भुटेर चाहिँ नुन लगाएर निकालेँ, नुन र हर्दी लगाएर राखेँ हैन एक साइड। त्यहाँदेखि चाहिँ मैले यो प्याज चप गरेँ। सजिलो छ यो रेसिपी चाहिँ है। प्याज चप गरेँ, प्याज चप गरेर चाहिँ मैले र अदुवा लसुन पनि चप गरेर हालेँ, र यो टमाटर पनि हालेँ, स्प्रिङ अनियन पनि हालेँ है। एकदमै राम्रो हुन्छ र यसलाई एकछिन भुट्नुपर्छ है। यसरी भुटिसकेपछि अन्त यसमा चाहिँ म अब किमा लगाउँछु है। किमा त्यो अलरेडी मैले अलिकति हाफ कुक गरेको छु अगाडि, किनभने मलाई चाहिँ अलिकति पाक्दैन जस्तो लाग्यो। अन्त त्यसले गर्दाखेरि चाहिँ मैले अगाडि नै त्यसलाई चाहिँ हाफ कुक गरेर यसरी रेडी बनाएको थिएँ हैन। हेर्नुहोस् त पकाएर अन्त हाफ पकाएको छु। अन्त अब यसमा हालेर पकाउँछु अब म। र अब एकदमै यसलाई मजाले म्यास गर्नुपर्छ। अन्त नुन चाहिँ अब ठिकैको लाउँछु, किनभने अलरेडी मैले चिकनमा पनि नुन लगाएको थिएँ है। त्यसले गर्दाखेरि चाहिँ ठिकैको नुन लगाएँ। अनि सोया सस अलिक मजाले लगाउनुपर्छ है। सोया सस राम्रोसँगले लगाउनुपर्छ। सोया ससले फ्लेभर एकदमै राम्रो आउँछ है। अन्त मैले यसरी सोया सस हालेँ। अनि सोया सस हालेर पनि त्यहाँदेखि यसरी मजाले सोया सस लगाउनुपर्छ है। हेर्नुहोस् है, राम्रो फ्लेभर आउँछ। र यसरी अब रेडी भइसकेको छ है सोया सस लगाएर, हेर्नुहोस् त। अन्त त्यसमा मैले अलिकति खोर्सानी पनि लगाएँ स्वाद अनुसार। अब त्यो नलाउँदा पनि हुन्छ, अब कतिलाई मन पर्दैन हैन, नलाउँदा पनि हुन्छ। र यसरी अब यसलाई मजाले उयो गरेँ। त्यहाँदेखि मैले चाहिँ रायोको साग थियो मेरोमा, त्यो रायोको सागै लगाएँ, किनभने फ्लेभर राम्रो आउँछ। र स्प्रिङ अनियन पनि अलिक लगाएँ लामो लामो पारेर हैन। अन्त यो चाहिँ एकदमै मिठो हुन्छ। हेर्नुहोस् त अब हेर्दै कति मिठो छ है। अन्त यो चाहिँ मैले चिल्ली ओइल बनाएको, यो चाहिँ तातो तेल तोरीको तेलमा चाहिँ मैले लसुन चप गरेको थिएँ, त्यो लगाएँ। अनि मैले यो चाहिँ रुख टमाटरको पेस्ट बनाएको थिएँ डल्ले हालेर। मैले सुक्खा खोर्सानी चाहिँ हालिनँ। रुख टमाटर चाहिँ अमिलो हुन्छ है, र अमिलो र पिरो अचार बनाउनु मन परेको थियो। सुक्खा खोर्सानी लाउँदा पनि हुन्छ। र यसरी यो रेडी भएको थियो है। अन्त यसरी बनाएँ मैले। यो चाहिँ अब सस बनाएको, त्यसले गर्दाखेरि चाहिँ हेर्नुहोस् त यसरी रुख टमाटरको बनाएको थिएँ। अति नै मिठो भएको थियो। थ्याङ्क यू फर वाचिङ।